एकदमै छ बुरुक 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 गरेर हिँडिहाल्नु पर्छ है तिमीलाई खाऊ मजाले धित मर्ने गरी खाऊ ढेँडो खाएर खायो कि खायो न उहाँ घरमा खाएको नि खायो खाएको अनुहार त्यस्तै हुन्छ होला तिम्रो अनि नखाइ हुन्छ त 1 महिना जोत्ने बारी जोत्नु छैन भन्ने बित्तिकै फुत्तै बानेको गोरु चाहिँ छोड्दे जस्तो छोड्दिँदा बुरुक 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 गरेर बर्किन्छ नि त्यस्तै गरेर बर्केर हिँड्यो हाम्रो त उभौली उभौली छ हाम्रो लिम्बूहरुको राईहरुको त मान्छ केही नभए जस्तो मलाई भन्नुभएको थियो नि त्यही भएर गएको म मेरो पनि घर छ नि अनि लास्टमा त फर्केर त आइछौ त मैले 9 दिन 12 दिनमा तकमा लाएको मान्छेको छोरा हो म पनि केही नभए जस्तो मलाई हेप्नुहुन्छ अनि मेरो पालो म पनि गएको मेरो कान्छी आमा मात्र थियो ढेँडो खाएर आएको उता पनि खायौ ढेँडो तिम्रो खाएको अनुहार यसरी त बनाएर खाएन दिएन होला तिम्रो आमाले अनि खाएको अनुहार त्यही त खाएको अनुहार बनेलको भन्नुभयो उहिले उहिलेको मेरो दाइको बेमा यो नरसिंह यसरी थुतुरी थु गरेर बजाएको थियो त्यस्तै राख्नु भएको छ त सासुआमा के हो यो नाटक नगर नरसिंह थुतुरी थुरी 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 थु नाटक नगर त्यहाँ राख बजाएको थियो त खानाले मातिएको अनि खाना दिएर म त यो काँचो नरिवल जस्तो मात्र खान मन लाग्छ यी साथीहरु ल यस्तो गर्ने यो एकचोटी चोका त यो टोका त 3 पिस यो टोका त बिचैमा टोकिदेऊ ल थुतुरी थुरी थुरी थु ल खाऊ छिटो ढेँडो खाऊ सेलिसको खोर्सानी टोका मर्ने गरी तिमीलाई फेरि के अरे खोर्सानी मात्रै खाना दियो भन्लौ तिमीलाई अगाबारे खोर्सानी नभई हुँदैन अगाबारे मेरै कोठेबारीमा फलेको लिएर आएको कोठे तिम्रो बारीमा फलेको कि यहाँ फलेको सासूले उमारेको सासूले उमार्छ यो फल्छ यो ठाउँमा लखर 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 डुलेर आयो चैत वैशाखमा कहाँ फल्छ के अरे साकेला छ भन्दै बहाना गरेर त्यहाँ हेर्न गयो होला नि राइनी लिम्बुनीहरू उधौली पनि मनाएको उभौली पनि मनाएर आएको उधौली त मनायो भन्यो उभौलीमा चाहिँ के मनायो उधौली त अस्ति पुष माघमा मनाएको सक्यो तिमीलाई लखर 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 डुलेर एकचोटि तिमीलाई आइफोन किनिदिएर 2,50,000 को आइफोन किनिदिएको रक्क गरेर कुद्यो होइन